लुगा राम्रो धुँदो रहेछौ। मेरो घरमा नि लुगा धुनु पर्ने, भाँडा मान्नु पर्ने छ। काम गर्छौ कि कान्छी? कसलाई कान्छी भनेको? सरी सरी सरी। के को सरी नि? अझै भन्न म कस्तो देखिन्छु भनेर। यो पर्सनालिटी कान्छीको जस्तो देख्छस् तैले? हेर, म त हरे शिवकी श्रीमती पार्वती हुँ। नाम पार्वती, यो दुर्गति। कति पढ्नु भएको छ? एसएलसी। शिक्षा एसएलसी, काम मसलसी। माफ गर्नुहोस्, उचाले नभन् ठान्नु होला। त्यसै पनि तपाईँलाई उचाल्न सक्दैन म। तपाईँको श्रीमान हरे शिव होइन, हरिप शिव रहेछन्। यस्तो अर्काको कुमारी छोरीलाई ल्याएर कमारी बनाएर राख्ने घरमा? हाम्रो नेपाल, जहाँ महिला राष्ट्रपति समेत भए, प्रधान न्यायाधीश भए, सभामुख, तपाईँको चाहिँ यस्तो म होइन, सुवर छिरेछ कि क्या हो? पारु, पारु, डार्लिङ। होइन, भाँडाकुँडा सबै फालिदिएर स्वास्नी उठाएर लग्यो क्या हो? हुन त सितिमिति मान्छेले त्यसलाई बोक्न त सक्दैन। पारु, 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 लौनी के भयो यसलाई? पारु, पारु। फेरि देखि देखि। अनि त्यो भर्याङमा लुगा फाटो भाँडाकुँडा किन फालेन्? तँलाई देखाउनलाई। त मलाई कान्छी बनाउने, भाँडा मजाउने, लुगा धुवाउने, घरको सबै काम गराएर कान्छी बनाउने। अर्की ल्याइदिउँ त? जेठी हुन्छेस्। बन्छेस् जेठी, बन्छेस्। ल बना। भो अब कान्छी बनाउने। हेलो, के रे हो र भने? आदरणीय दर्शक महानुभावहरू, यहाँहरू हेर्दै हुनुहुन्छ पपुलर युट्युब च्यानल खोतलखातल.com। यहाँहरूलाई थाहा छँदैछ हाम्रो यो कार्यक्रमले समाजमा रहेका विभिन्न विसङ्गति विकृतिमाथि तीखो प्रहार गर्छ। आजको विषयमा हामीले लिएका छौँ महिला शोषण। आजको युगमा पनि के महिलाहरूले शोषण, अन्याय, अत्याचार सहेर बसिराख्नु पर्ने? बसिन्न, उठिन्छ, उफ्रिन्छ। एका देशमा महिलाहरूले पनि भाँडा माझ्थे रे, महिलाहरूले पनि लुगा धुँथे रे भन्ने कुरा इतिहासको पन्नामा खोज्नु पर्ने बनाइन्छ। जुन कुरा आजैबाट म मेरै घरबाट सुरु गर्दैछु। बुझिस् हरे शिव? अब बुझ्छु। मैले जाने छु। बिहान अफिस जाँदा त हात्ती मात्रै थिइस्, अहिले अफिसबाट फर्केर आउँदा त धुर्बे हात्ती बनेर बसिरहेछस्। ओइ, तँलाई कसले बनायो यो धुर्बे हात्ती? त्यो नयाँ आएको छिमेकी बाबुले मेरो आँखाको पट्टी खोल्दियो। ए, तँ धृतराष्ट्रको गान्धारी होस् र तेरो पट्टी खोल्नलाई? ओइ, कहाँ हिँडिस्? त्यसको